एक वचनले आँखाभरि आँसु लिएर सम्बन्ध तोड्नेलाई के थाहा, हजारौँ वचनहरू सहेर पनि सम्बन्ध जोगाउनुको पीडा। पहिला उसको दिलमा म बाहेक अरू कोही छैन भनी घमण्ड गर्ने म अहिले ब्लक लिस्टमा आफै बस्नु पर्दा निकै गाह्रो हुँदो रहेछ साथी। धेरै भाउ पनि नखोज्नु माया, गरिब परिवारमा हुर्केको मान्छे हो, महँगो चिज प्राय छोड्ने गर्छ। टाढा भएकै होइन म, तिमीसँग तिम्रो वरिपरि मान्छेहरू थपिँदै गए, म त्यो भेटमा हराउँदै गएँ। फेरि पनि मौनतामा हराएको छु। यहाँ बोलेर जित्नुभन्दा नबोलेर हार्नु नै उचित रहेछ। समय आएपछि बुझ्नेछौ मेरो महत्त्व। थाहा होला नि, फ्रीमा पाउने अक्सिजन अस्पतालमा कति महँगो हुन्छ भनेर। ऐनाको सामु खडा भएर आफैसित माफी मागेँ मैले। सबैभन्दा धेरै आफ्नै दिल दुखाएको छु, अरूलाई खुसी पार्नको लागि। सम्बन्धको बजारमा आजभोलि त्यही मान्छे नै हमेसा एक्लो हुने गर्छ, जो दिल र बोलीले सच्चा हुने गर्छ।